नमस्ते, म रिस्ता भद्राचार्य। म धरान 2 सिंहदेवी चोकबाट बोल्दैछु। अलिक ठुलो आवाज अनि भन्नुहोस् फेरि। ठुलो आवाज। नमस्ते, म रिस्ता भद्राचार्य। म धरान 2 सिंहदेवी चोकबाट बोल्दैछु। यहाँ अब सिंहदेवी मन्दिरमा बसिरहनु भएको छ अनि सिंहदेवी मन्दिरमा बसेपछि यहाँले पनि धेरै कुराहरूको अनुभव गर्नुभएको छ। त्यो अनुभवलाई साक्षात् रूपमा उहाँले मनन गर्नुभएको छ, त्यो कुरा हामी समक्ष सेयर गर्नुहुँदैछ। अब त्यो भन्नु। म चाहिँ यहाँ के भन्न चाहन्छु भने अब सबैजना दर्शकहरू अब यहाँ मन्दिरमा आउनु हुँदाखेरि चाहिँ अब कतिले चाहिँ विश्वास नहुनसक्छ होइन, तर मलाई चाहिँ आफूमा भएको यो घटनाले चाहिँ गर्दाखेरि मैले भन्न चाहन्छु। म पनि मन्दिरको यहाँ पुजारीको म बुहारी हो। म पनि यहाँ बिहे गरेर आएको भर्खर 6-7 वर्ष भयो। तपाईँलाई म बिमारी भएको चाहिँ भर्खर अब यो भदौमा 3 वर्ष हुन्छ। म बिमार हुँदाखेरि चाहिँ के भने मलाई चाहिँ इन्टरलाइटिस भएको थियो। मलाई यहाँ घोकामा जाँदाखेरि चाहिँ एम्बुलेन्सभित्र गएको मलाई याद छ। त्यस पछाडि चाहिँ मलाई केही पनि याद छैन। मलाई एकैचोटि होस आउँदाखेरि चाहिँ म काठमाडौँको हस्पिटलमा भएको याद छ मलाई चाहिँ। त्यहाँ हुँदाखेरि चाहिँ अनि जस्तो डक्टरले उहाँले चाहिँ मलाई के भन्नुभएको थियो भने जुन तपाईँलाई लाग्ने रोग छ हतपत मान्छे बाँच्नु सक्दैन, यति बाँचिहाल्यो भने तपाईँ अपाङ्ग हुनुहुन्थ्यो, तर तपाईँलाई त्यस्तो केही पनि देखा परेन भनेर भन्नुभयो। त्यही भएर चाहिँ मलाई चाहिँ के भने एउटा आफू बसेर पनि भएर होला मन्दिरमा र एक त मलाई यो एकदम विश्वास पनि लाग्छ होइन। त्यही भएर चाहिँ हो। अनि त्योभन्दा अगाडि चाहिँ मेरो भनौँ बिहे भएको 5 वर्षसम्म पनि मेरो बच्चा भएको थिएन, मेरो बेबी भएको थिएन। मैले कति धेरै यहाँनिर जस भनौँ न आफूले बेलुका पूजा गर्दाखेरि नित्य पूजा गर्दाखेरि भयो, बेलुका साँझबत्ती बाल्दाखेरि भयो, म कति धेरै भगवान्लाई पनि उहाँलाई प्रार्थना गर्थेँ होइन। अनेक ठाउँ पनि गएँ, त्यो पनि मलाई भएन। म जस्तो बिमारी भए पछाडि मलाई उहाँबाट 6 महिना पछाडि फलोअपमा आउनु भनेर भन्नुभएको थियो डक्टरले। 6 महिना पछाडि फलोअपमा गएर उहाँबाट फर्किँदाखेरि चाहिँ मेरो पेटमा बच्चा पनि बसेको रहेछ भनौँ। अनि मैले हस्पिटल यहाँ घोकामा जाँदा देखाउँदाखेरि जुन मेरो यो बिमारी भएको औषधि चाहिँ 2टा औषधि थियो। त्यो औषधि चाहिँ मैले रेगुलर खानुपर्ने थियो है। त्यो औषधि चाहिँ मेरो जिन्दगीभरको औषधि थियो। त्यो औषधि चाहिँ जिन्दगीभरको औषधि चाहिँ मैले देखाउँदाखेरि डक्टरले भन्नुभयो भनौँ न अब बेबी रहेछ भनेर उहाँले भन्दाखेरि चाहिँ अब मैले यो औषधि त खाइरहेको थिएँ। अब यो औषधिले चाहिँ अब केही इफेक्ट गर्छ गर्दैन यति अब मैले खाइरहेको थिएँ। अब थाहा त मलाई थिएन बेबी छ भनेर। अनि मैले खाइरहेको थिएँ औषधिले इफेक्ट गर्छ गर्दैन भन्दाखेरि त्यो दबाई देखाउँदाखेरि त्यो दबाई 2टा देखाउँदाखेरि डक्टरै तर्सिनु भयो क्या। किनकि त्यो दबाई चाहिँ कस्तो खालको छ भने एउटा चाहिँ त्यो बिमारीको दबाई भइहाल्यो, अर्को दबाई चाहिँ मेरो खुन फटाउने दबाई जुन पापको खुन गर्ने दबाई रहेछ। 7 हप्तासम्म बच्चा कसरी रह्यो भन्ने भयो। तर म चाहिँ के भन्छु भने सबै भनेको मलाई त यो विश्वासै हो भगवानको कृपाले गर्दाखेरि, भगवानको शक्तिले गर्दाखेरि एकदमै। किनकि हामी यहाँ बसेको त अब मेरो बाबुले पूजा गर्नुहुन्छ 4-5 पुस्तै हुन्छ हो कि होइन। 4-5 पुस्तै हुन्छ यहाँनिर। अनि त्यही भएर पनि म के भन्छु भने एकदम शक्ति छ, एकदमै धेरै भनौँ न। यहाँ भगवती माताको होइन सिंहदेवी माताको शक्तिको कारणले गर्दाखेरि यहाँ अब सकुशल रहनुभएको हामी देख्छौँ। र दर्शक महानुभावहरूले पनि आफ्नो विश्वास र श्रद्धा प्रकट गर्दै यहाँ आइराख्नु भएको देखिन्छ। र आफ्नो समयको लागि धेरै धन्यवाद। नमस्ते। ल।